आज हामी सेयर मार्केटमा सेयर किन्नुभन्दा पहिले हामीले गर्नुपर्ने काम के हुन्छ भने हामीले के गर्नुपर्छ कलेक्टर लोड गर्नुपर्ने हुन्छ कलेक्टर म्यानेज गर्नुपर्ने हुन्छ। ओके हामी जाउँ हाम्रो ब्रोकर एकाउन्टमा लेट्स से अनलाइन ट्रेडिङ सिस्टम। अब हामी ओके हाम्रो ओपन भइसकिसक्यो नै। अब अहिले त यो छैन मेरोसँग सब बेची फ्राएर एउटा दिइरहेको छु। फन्ड म्यानेजमा जाने हो हामी फन्ड म्यानेजमेन्ट कलेक्टर म्यानेजमेन्ट कलेक्टर लोड कलेक्टर जाने। अब यहाँ ब्याङ्क सेलेक्ट गर्ने कुन ब्याङ्क गर्ने हो ई सेवा छ ई सेवा हुन्छ आइएमई पे हुन्छ ई ब्याङ्किङ होइन मोबाइल ब्याङ्किङ ई ब्याङ्किङ कार्ड वालेट आइपिएस अनि कनेक्ट आइपिएस गर्ने चाहिँ सजिलो प्रभु ब्याङ्कबाट डाइरेक्ट आउँछ ग्लोबल आइएमई ब्याङ्क पनि डाइरेक्ट आउँछ ई सेवा खल्ती पनि हुन्छ है ए खल्ती यहाँ चाहिँ के भनेछ ग्लोबल आइएमई ब्याङ्क मेरो हो है एमाउन्ट धेरै न म 10,000 गर्छु नि है 100,000 10,000 रिमार्क फन्ड लेख्छु है जे लेखे हुन्छ है पेमेन्ट मेथड यो हो आइबी अनि सबमिट गरौँ न त है ओके ओके आयो ओके अब यसो खोलिन्छ कति छ ए 100,000 10,000 भयो है यसमा चाहिँ तपाईँहरूले आफ्नो ग्रो आइएमईको छ भने चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ आफ्नो मोबाइल ब्याङ्किङ नम्बर र आफ्नो पासवर्ड हाल्नुभयो र तपाईँले सबमिट गर्नुभयो भने चाहिँ तपाईँहरूको कलेक्टर लोडको प्रोसेस हुनेछ। ओके प्रोसिड ओके कति रहेछ पहिले 22,100 रहेछ चेन्ज यस ओके प्रोसिड ओटिपी कोड कति आउँछ 17 4 ओके प्रोसिड गर्ने कङ्ग्रेचुलेसन योर पेमेन्ट हेज बिन कम्प्लिट सक्सेसफुल र अब यहाँ आयो अब पैसा हाम्रो कहाँ आउँछ यहाँ पेन्डिङ छ ओके अस्ति मैले 2 चोटि गरेको छु अघि नै गरेको 2026 1/11 1/27 रहेछ 11/27 अनि 11/52 यो अघि मात्रै नेपालको डेट है यो 2025 2/1 परेछ 2/1 यो चाहिँ कहिले हो 1/11 भनेको छु त है यो पहिले गरेको छु मैले गरेको फेल भएछ अझ यो पेन्डिङ हुँदैछ अहिले यो कति टाइम लाग्छ थोरै टाइम लाग्छ हुनलाई पेन्डिङ भइरहेछ यहाँ कलेक्टर अब यो सक्सेसफुल भएपछि होइन यता कलेक्टर लोड कलेक्टरमा अहिले 0 छ मेरो त्यहाँ अघि काम पुरा भइसकेपछि यहाँ आउँछ पैसा तपाईँको कलेक्टर यति छ भनेर फन्ड सेटलमेन्ट कति गरेको छु मैले लोड कलेक्टर डिपोजिट भएको छैन के गर्नु होइन रिटर्न गर्नु मिल्छ यहाँ टक्क यो थिच्ने रिटर्न गर्न मिल्छ यहाँ एमाउन्ट कति फर्काउने यहाँ क्लिक गर्ने आफै फर्केर आउँछ ब्याङ्क एकाउन्टमा है
ओपन गर्नु बित्तिकै हाम्रो कलेक्टर यहाँ देखाउँछ। माई कलेक्टर समरी भनेर देखाउँछ 100%। अहिले मेरो अघि कलेक्टर मैले लोड गरेको टोटली 10,000 मात्रै गरेको छु यहाँनिर। अब चाहिँ मैले जुनै सेयर किन्नु मिल्छ टक्क यहाँ जाने, यो कहाँ हो यता जाने नि अर्डर म्यानेजमेन्टमा। ओके, बाई अर सेल। अहिले मार्केट के छ कस्तो छ अवस्था, डाउन गरिरहेछ। मैले किन्नु मन परेको थियो, यो नै हो। प्राइस कति 98 बढिरहेको रहेछ यसको त, बढिरहेको रहेछ यसको त। एचबिएल कति पुगेको छ एचबिएल हिमालयन ब्याङ्क लिमिटेड 191, लो 187। मैले कति किन्न सक्छु, 200 रुपियाँले राखौँ न। 200 को प्राइसले गर्दा 200 × 10 भनेपछि 20,000। 20,000ले 100 वटा कति जान्छ प्राइस 190 91 गर्दा बाई सक्सेसफुल भयो। यसरी हुन्छ। कतिले किने मैले 191 रुपियाँले किने आज। अब कहाँ बाई गरेको कहाँ छ त भन्दा चाहिँ कहाँ हुन्छ भनेपछि यहाँ अहिलेसम्म आएन देखाउँछ बाई। एचबिएलको कति है, हिमालयन ब्याङ्क लिमिटेडको मैले 10 किता किनेको छु 191ले। त्यो मैले के गर्नु होइन त्यस्तो किनेर है, यहाँ छ मैले अहिले भर्खर किनेको एचबिएल बाई 10 किता 191ले किनेको छु। मलाई के फाइदा छ यो किनेर, काम छैन। यसकारण यसलाई क्यान्सल गर्नुलाई कहाँ जानु पऱ्यो, यहाँ नि जानु पऱ्यो। ओके, order cancellation, do you share, are you sure you want to cancel the order? ओके भयो। हामी यो चाहिँ उयोको लागि मात्रै गरेको है। ओके, अर्डर बुक अब छैन, क्यान्सल भइसक्यो। ओपन क्यान्सल सबै क्यान्सल गरेँ होइन। ओके, स्टप गरौँ न त है।